त्यही सन्दर्भमा सुनौँ। कुनै दिन म जुनलाई जिस्काउँथे, आजकल ऊ मलाई जिस्काउँछ। ऊ बेला प्रत्येक क्षण उनलाई सम्झन्छु, ऊ बेला प्रत्येक क्षण उनलाई सम्झन्छु, आजकल जुनलाई सम्झन्छु। हो रहेछ समयको प्रहार कसैलाई छोड्दैन। म पनि समयकै कालचक्रको भुमरीमा परेको यात्री हो। त्यो बेला जुनभन्दा राम्रो थिएन, अचानक जुन नै राम्रो लाग्न थाल्यो। जुन टाढै भए पनि शीतल त दिएको छ, हेर्न त मिलेको छ। उसले त केवल आँसु दियो, पीडा दियो र जलाइदियो अग्निको रातमा मेरा लहरहरू, मेरा सपनाहरू। थाहा छ जुनको दाग नदेख्ने नजरमा हो जुन अति प्रिय लाग्ने रहेछ। मेरो त्यही नजरले उनलाई प्रिय देख्यो। आज नजरभित्र त्यो नजर रहेन र म एउटा अप्रिय पात्र मात्र भएँ। खैर छोड, ओठको लाली अनि खेतको हरियाली भगत एउटा झलक मात्र त हो। खैर छोड, ओठको लाली अनि खेतको हरियाली भगत एउटा झलक मात्रै त हो। आखिर बिस्तारै मिलाएर जाने रहेछन्, सधैँ त्यसै रहिरहन सक्दैन। एक दिन उजाड बन्जरले रूप फेर्ने रहेछ। सायद उनको नजरले अब मलाई उही बन्जर र उजाड नै देख्न थाल्यो, जसको कुनै काम रहेन। अब बाहिरबाट राम्रो देखिने तर बास्ना नभएको काँडै बीच फुलेको फुलभन्दा पृथक नहोला। त्यो बेला जुनलाई उनीमा देख्ने, त्यो बेला जुनलाई उनीमा देख्ने, आजकल जुनमा उनीलाई देख्छु। दूर आकाश गंगाको गहिराईमा केवल नजरले देख्न सक्ने देख्न। कसरी आफ्नो बनाऊ तिमीलाई, तिमी जुन हो टाढा छ। कसो गरी बात गरौ तिमीसँग, तिमी जुन हो टाढा छ। गजल जाओस्। कसरी आफ्नो भनौ तिमीलाई, कसरी आफ्नो भनौ तिमीलाई, तिमी जुन हो टाढा छ। कसो गरी बात गरौ तिमीसँग, तिमी जुन हो टाढा छ। दाइ गजल चाहियो अब।